बेचिएका सपनाहरू। आमाले छोरो बेचिन्, श्रीमतीले श्रीमान बेचिन्, ऊ आफैले राष्ट्रियता बेच्यो, देशले नैतिकता बेच्यो। अनि बल्ल किनिएको हो 1.5 लाखको आइफोन, अनि बल्ल खिचिएको हो व्हाइट हाउस अगाडि सेल्फी, अनि बल्ल जोडिएको हो काठमाडौँको मुटुमै घडेरी। अहिले हातकै छ सबैमा बेचेर आत्मसम्मान, भित्रिएकै छ छोराको पैसा, पाएकै छ त्यसले रेमिटेन्स, काटेरै साउसँग ऋण लागेकै छ छोरो अस्ट्रेलियातिर, छोरी क्यानाडातिर। कोही मेक्सिकोको जङ्गलमा हिँड्दा हिँड्दै रातमै बेचिए, कोही शरणार्थी बन्ने आशमै बेचिए, कोही कोरियाका कृषि फर्महरूमा, कोही जापान र सिडनीका क्लिनिक कम्पनीहरूमा बेचिए। घर घर उत्पादन भएकै छन् विदेशीलाई योग्य कामदारहरू, देश नै रित्तिने गरी बढेकै छ वैदेशिक पलायन। जब देशमा मान्छे नै सकिन्छन्, बुबालाई खाडीमा बेचेर किनेको आइफोनले छोरीले कोसँग फोटो खिचाउलिन्, श्रीमानलाई लन्डनमा बेचेर किनेको गहना श्रीमतीले कसलाई देखाउलिन्। हरेक दसैँमा घर सम्झेर फर्कने छोराले म त आउँदिनँ भनेर परिवार उतै बोलायो भने, हरेक तिजमा हाँस्दै माइत आउने छोरीले म त भ्याउँदिनँ भनेर विदेशमै हरायो भने, हाम्रो संस्कृति रहला कि नरहला, हाम्रो परम्परा रहला कि नरहला। रुकुमकोटको ठुलो चौरमा मेला लगाउलान् कि नलगाउलान्, चचहुँ गर्दै पिङ खेल्न पाउला कि नपाउला। अहिले पो सन्तान छन् बेचौँला उनैलाई, अहिले पो सन्तान छन् बेचौँला उनैलाई। युरोप र अमेरिकाको सपना देखाउँदै कुनै दिन सन्तान सकिएलान्, भएकाहरूको पनि बल सकिएला। बेच्नलाई सन्तान सकिएको दिन ए सरकार, मुखमा गाँस रहला कि नरहला, बस्ने बास रहला कि नरहला, बाँच्ने आस रहला कि नरहला, अझ भनौँ यो देश रहला कि नरहला। धन्यवाद।